Hey guys, good afternoon and welcome to my vlog guys. So आज चाहिँ मेरो विक अफ हो र मेरो चाहिँ म चाहिँ स्टिल अहिलेसम्म बेडमै छु किनभने आज विक अफको दिन चाहिँ म एकदमै ढिलो उठ्छु नि त। अब चाहिँ म बेडदेखि बाहिर निस्किसकेँ अनि लुक एट माई बेडको हालत गाइज। यस्तो मेसी भइरहेको छ। यो सब क्लिन गर्नु चाहन्छु है। क्लिन त म डेली गर्छु र पनि खोइ के हो के यो रुम त म समझमै आउँदैन। अनि मेरो हस्बेन्ड चाहिँ अघि बसेर यहाँ चिया सिक्रेट खाँदै मजाले बस्नु हुँदो रहेछ। सो फटाफट अब रुम क्लिन गर्नु म फर्स्ट चाहिँ ब्रस गरिहाल्छु कि किनभने यति साह्रो अल्छी हुँदैन भन्नु चाहिँ भएन है। अप्ठ्यारै छ गाइज। आज चाहिँ मेरो बुढालाई चाहिँ के भइरहेको छ यस्तो कुनै सिरियस भइरहेको छ। अनि आज अर्को कुरा अचम्मै चाहिँ हाम्रो छुट्टी विकअप पनि फर्स्ट टाइम होला सँगै बसेको। यो रुम सिफ्ट भएकोबाट चाहिँ फर्स्ट टाइम हामी सँगै बसेको। होइन यहाँको सुपर र मेरो छुट्टी कहिले पनि सँगै हुँदैन हो। म चाहिँ फेस वासमा चाहिँ फक्सटेलको एक्ने कन्ट्रोल क्लिन्जर युज गर्छु कि किनभने मेरो चाहिँ यो ब्याङ्कमा चाहिँ थाहा छैन एकदमै एक्नेहरू आउँछ यहाँ हेर्नु मेरो एक्ने मार्क्स मेरो यो पिगमेन्टेसनहरू पनि आउँदैछ नि त अनुहारमा त्यही भएर म चाहिँ यो युज गर्छु। रुम क्लिन गर्नुभन्दा अगाडि चाहिँ थोरै स्किन केयर हाल्नु होला होइन गाइस, फेरि काली भयो भने त पुरै सकिगयो नि। त्यस्तो होइन र पनि त्यो डेली गर्ने बानी भएर चाहिँ अलिकति अप्ठ्यारो हुँदो रहेछ। र म चाहिँ फर्स्ट चाहिँ युज गर्छु यो सिरम। यो पनि फक्सटेलकै हो किनभने म चाहिँ फक्सटेलको सामानहरू चाहिँ पुरा मनपर्छ मलाई चाहिँ। यो पनि पिगमेन्टेसनको लागि हो। के नमिलेको जस्तो भयो त मेरो क्यामेरा। स्किन केयर पनि इम्पोर्टेन्ट हो है गाइजहरू। सेकेन्ड आइम युजिङ दिस मोइस्चराइजर। यो पनि फक्सटेलकै हो। अनि मलाई चाहिँ फक्सटेलको प्रोडक्टहरू एकदमै मनपर्छ। Second also I'm using Foxtail sunscreen. खत्तम हुनु लागिरहेको छ गाइस, यो पनि किनेर ब्याकग्राउन्डमा चाहिँ पुरा हल्लाइरहेको होला, इग्नोर गरिदिनु। अब चाहिँ मेरो स्किन केयर पनि भइसक्यो। अब घरको केयर गर्दैछु। मेरो बुढाले चिया बनाएर हाम्रो चाहिँ किचन पनि सानो छ कि तर सफा गर्नु छ। अब हेलो उठा काम गरौँ न। मलाई चाहिँ मैले खिड्कीहरू ओपन गर्छु। उताबाट पनि ओपन गर्नु छ उताको साइडको अलिक मजाले गाइसहरू। मेरो रुम चाहिँ हालत त्यस्तो छ। अब चाहिँ म रुम क्लिन गर्न जान्छु गाइस है। मिलुङलाई रुम क्लिन गरिसकेर मेरो रुम चाहिँ क्लिन भइसक्यो साथीहरू। म तपाईँहरूलाई दिउँदै एक नजर यहाँ हेरिदिइहाल्नुहोस्। यो बेडहरू चरकचुरुक्कै मिलाएँ, पोचा लगाएँ। यहाँ हाम्रो कर्नरमा चाहिँ यस्तो छ है। यहाँ मेरो मन्दिर पूजा गर्छु। यहाँ यस्तो सामानहरू राखेको छु कपडाहरू। तर अब भने पालो बाहिरको यस्तो छ बाहिरको हालत चाहिँ। अनि मेरो हस्बेन्ड चाहिँ यहाँ लुगाहरू मिलिमिली काम गर्नु पऱ्यो नि त होइन साथीहरू। अब बाहिर घर सफा गर्छु।
पनि क्लिन भयो होइन मजाले क्लिन गरेँ अब यहाँ किचन साफ गर्नु छ त्यस पछाडि चाहिँ मेरो काम सकिन्छ साथीहरू अनि चाहिँ आरामले रेस्ट मैले जब किचनहरू पनि क्लिन गरिसकेँ यहाँ यसरी सबै कुराहरू सरसफाइ गरेँ यहाँ रुम पनि सफा भयो हल पनि अनि मेरो भित्र बेडरुम पनि बाथरुम पनि सफा गर्यो बाथरुम पनि सफा भएको छैन त सबै सफा भइसक्यो र अब चाहिँ म सावर ल्याउनु जाँदैछु गाइस हो मेरो क्लिन पनि भइसक्यो अब साथी भेट्नु जाँदैछु अगर तपाईँहरूलाई मेरो भिडियोहरू मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है गाइजहरू अब फेरि भेट्ने छु छिट्टै नेक्स्ट ब्लगमा बाई बाई गर